हाम्रो बालेन सरले पनि यो ठाउँमा आएर ढेँडो खाइसक्नु भएको रहेछ। मासु र ढेँडो खानको लागि भनेर आज हामी गयौं नारायणी पुल तरेर चितवनदेखि गैंडाकोटसम्म। होटल जयश्रीको खाना एकदमै मिठो हुन्छ भनेर मैले धेरै जनाको मुखबाट सुनेको थिएँ। त्यसैले हामी चितवनदेखि गैंडाकोटसम्म यहाँको खाना टेस्ट गर्नको लागि पुग्यौं। सिलौटामा पिसेको अचारदेखि लिएर खाना बनाउने तरिकाहरू सबै लोकल पाराको थियो। यहाँ चाहिँ मासुदेखि लिएर हरेक कुराहरू दाउरा बालेर आगोको रापमा पकाइने रहेछ। अनि मासु सागसब्जी बनाउनको लागि शुद्ध तोरीको तेल मात्र प्रयोग हुने रहेछ। आज हामी यहाँको धेरै फुडहरू टेस्ट गर्दैछौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। हाम्रो अहिलेको सेकेन्ड अर्डर रहेको छ खसीको काटकुट, खसीको भुटन, लास्ट वान हाँसको छैला। यी सबै कुराहरू खाइसकेर केही समयपछि आउँछ हाम्रो फाइनल अर्डर। एकदमै बब्बाल हेर्दै खाउ खाउ लाग्दो लोकल कुखुराको मासु र फापरको ढेँडो। हजुरहरूलाई मकै कोदो फापर जे मन पर्छ आफ्नो चोइस अनुसार अर्डर गर्न सक्नुहुनेछ। अनि एउटा कुरा मलाई यहाँको एकदमै मन पर्यो, ढेँडो खाँदा भात पनि थप्न पाइने। यति भएपछि दिल पनि खुसी पेट पनि खुसी। आज जयश्रीमा यति धेरै खाइयो, अन्तिममा कुछ मिठा हो जाए भनेर जयश्रीमै उत्पादन गरिएको खुवा दही मगाए। हेर्दा आइसक्रिम जस्तो देखिने यो दही खाँदा फेरि त झन् एकदमै मिठो थियो, कुनै शब्दमा बयानै गर्न नसकिने। अब यो भन्दा धेरै खायो भने चाहिँ हामी यतितिर ढल्न सक्छौं। आजको मिनी ब्लगलाई यतितिर इन गर्न चाहन्छु। हस्त धन्यवाद, बाई बाई।